हरि ओम। दर्शन नमस्कार मित्रहरू। हामीलाई गर्व छ कि हामी यस्तो देशमा जन्मिएका छौं। हजुर, किनकि हामीसँग हरेक जडीबुटीहरू छ र हरेक जडीबुटीको हाम्रो देश धनी छ र हामीलाई थाहा छैन र हाम्रो बुद्धि पनि छैन, हामीसँग ज्ञान छैन। त्यसै कारणले हामी दुखी छौं, गरिब छौं, असन्तुष्ट छौं, अशान्ति छौं। अनि आउनुस्, म कुरा गरिरहेको छु र तपाईहरुलाई देखाउन गइरहेको छु धाइरो। हजुर, यो हो धाइरोको फूल। यसको गुण धेरै 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 हुँदो रहेछ हजुर। अनि मैले कसरी थाहा पाएँ भन्ने कुरा, हाम्रो हातमा अहिले मोबाइल छ र मोबाइलमा हरेकको मोबाइलमा गुगल छ। अनि फेरि पनि मान्छे किन अनजान छ? पढ्नुस् तपाईहरु, गुगल छ, हरेकको घरमा नेट छ हैन, हरेकको हातमा मोबाइल छ। हामी मोबाइल त हेर्छौं, कुन्नी के हेर्छौं? हामी यस्ता यस्ता चीजहरुलाई हेर्ने गरौं के। औषधीय गुणले भरिपूर्ण भएको यस्ता यस्ता चीजहरुलाई हामी हेर्ने गरौं के गुगलहरुमा अनि मोबाइलमा। भन्नुस्, यो यति बिमारीहरुको औषधि हुँदो रहेछ कि थाहै छैन।